नमस्ते सबैजनामा कस्तो हुनुहुन्छ? हजुरहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा राख्दछु र म चाहिँ खाली नै जाँदै थिएँ र मैले चाहिँ बाटोमा भेट्छु एकजना दिदी र दिदी चाहिँ काम गर्नु जानुहुँदै थियो 4 नम्बरमा र के गर्नु हाम्रो चाहिँ यहाँ बगान चाहिँ एकदमै राम्रो नै छ तर के गर्नु बगान चाहिँ अहिले एकदमै चलेको छैन पेमेन्टहरू पनि केही भएको छैन त्यसै कारणले हाम्रो गाउँको दिदीहरू सबैजना कता कता गएर काम गर्नुपर्छ र यहाँ दिदीलाई चाहिँ मैले बिचभागाबाट लिएर आएको थिएँ र दिदी चाहिँ 4 नम्बरमा काम गर्नुहुँदै थियो 250 रुपियाँमा दिनभरि काम गर्नुपर्छ भन्नुहुँदै थियो अनि म चाहिँ सिमेन्ट लिनु आएको थिएँ र मेरो चाहिँ हालत चाहिँ एकदमै सित्तै भइसकेको छु सिमेन्ट लोड गरेर अनि सिमेन्ट लोड गरिसकेर चाहिँ म चाहिँ अहिले आएको छु दादाको दोकानमा चिया पिउनुको लागि अनि दादाले चाहिँ सबैजनालाई चिया दिनुहुँदैछ र म पनि चिया पिएर चाहिँ निस्किन्छु सिमेन्ट लिएर अनि सिमेन्ट लिएर चाहिँ म आइपुग्छु यहाँ अङ्कलको घरमा र अङ्कलको घरमा सबै सिमेन्ट उतारेर चाहिँ म चाहिँ जान्छु टोटो स्ट्यान्ड अनि मैले त्यहाँबाट चाहिँ पाउँछु 3 जना पेसेन्जर र उनीहरूलाई चाहिँ म लिएर निस्किन्छु माद्रीहाट र आज चाहिँ बिहिबारको दिन हो र बिहिबार चाहिँ आधी नै मार्केट बन्द हुन्छ मादरीमा अनि मलाई फेरि यहाँ फोन गरेर बोलाउनु भएको थियो अङ्कलले र म चाहिँ अङ्कललाई लिएर चाहिँ अहिले जाँदैछु गाउँमा भेट्नेछु तपाईहरूलाई अर्को नयाँ भिडियोमा बाई बाई।